तास बानी यसरी हो कि साथीहरु बिचमा बसेर ह्यापी दशैं। हेलो नमस्ते एभ्रिवान, सर्वप्रथम यहाँ सबैजनालाई ह्यापी दशैं। देश विदेशमा छरिएर रहनुभएका सम्पूर्ण हाम्रो नेपाली दाजुभाइ आमा बाबा मेरो दिदीबहिनीहरूलाई सबैजनालाई ह्यापी दशैं भन्न चाहन्छु। यो दशैंको खुसियाली उमङ्ग छाओस् हजुरहरूको जीवनमा, हरेक मनोकामना पुरा होस् तपाईहरुको भन्दै आजको भिडियो मेरो सुरुवात गर्न गइरहेको छु। वेलकम ब्याक टु माई न्यू डे न्यू ब्लग। हजुरहरूलाई मेरो नयाँ भिडियोमा स्वागत गर्न चाहन्छु। आज दशैंको दिन आज हामी अब सबैको घरमा त्यही त हो नि, टिका लाउने, रमाइलो गर्ने, आफ्नो परिवार भेट्ने, इष्टमित्रहरूको घरमा जाने, रमाइलो गर्ने, त्यस्तो हुन्छ नि त। त्यही सबैजनाको प्लानै यही होला आज दशैंको दिनमा। अब हामी पनि उता तल आफ्नो मूल घरमा जान्छौँ, यता नलाइकन, अनि सबैजना त्यहीँ आउनुहुन्छ अनि हामी पनि रमाइलो गर्नेछौँ, टिका लाउनेछौँ। हेर्दै गर्नु होला मेरो भिडियो। यदि हजुर नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु भन्दै अब हामी उता घरतिर जान्छौँ। ल साथीहरू उतै भेटौँ ल। लु साथीहरू ढिलो भइसक्यो ल। खै यताउता हिजो घुमा अब फेरि घुमा त उता जान हाल्नु त ल यता ल हिँड न घुमा। ल के यार कहाँ सर यार अहिले फेरि चिप्लेर। लु साथीहरू हामी त गयौँ है टिका लगाउन। यस्तो छ हाम्रो रत्नचोक चाहिँ। यो सेकेन्ड टाइम हो टिका लगाउनु लागेको चाहिँ। खासै हामीले दसैँ मनाउँथेन पहिलादेखिबाट, तर यो पालि योभन्दा पहिलाको पालिबाट चाहिँ दसैँ मनाउन सुरु गरेको। कतिले अब दसैँ मनाउन बन्द गरे, हामी सुरुवात गर्दैछौँ। त्यसलाई यार हामी त बिहानै ढुकिसकेको यहाँ खाना बनाउनु। यो चाहिँ मैले रोपेको जमरा हाम्रो फेरि गुरुङहरूको मङ्गनीहरूको व्हाइट कलरको टिका हुन्छ नि त। यो भिडियो चाहिँ बिहानको भिडियो हो, त्यो दिनको। आमा र फुपूले चाहिँ रोटी पोल्दै हुनुहुन्थ्यो अनि फुपू र आमालाई हेल्प गर्नको लागि चाहिँ हामी पनि बिहानै गएको थियो कि खाना बनाउनको लागि। हाम्रो दसैँ सुरुवात हुँदैछ अब। साथीहरू हामी त यहाँ रोटी बनाउँदै, मासुले बनाउँदै, तरकारी बनाउँदैछौँ तल। यता हामी किचनमा फेरि आएको यता काम गर्दैछौँ। कहिलेकाहीँ साथीभाइहरू यसरी आगोमा पनि पकाउनु पर्छ, कतै ग्यास चुलोमा मात्र। अनि यसरी भाँडा बाँच्नुपर्छ दसैँको बेला। च्यात्तीको पाइट विक्यो टाको। तर हामी केटीहरूलाई त के कस्तो है, दसैँ भन्ने मात्र हो, दसैँ लाग्छ।
भाँडा माझ्ने भात पकाउने पाउन पासले यताउति तर छोरीको कामै यही हो हुन त तर पनि यसो कहिले घाँ आफूले पनि इन्जोय गर्नु मन लाग्छ नि त यसरी भाँडा माझ हिजो धन्दै एमकेको ब्याग स्याग सबै तपाईँहरूले हिजोको हाम्रो भ्लग के अरे हुन त यो भ्लग आउनुभन्दा अगाडि अर्को भ्लग आउँछ होइन हामी गाउँ गएको थियो नि त अनि यदि तपाईँले हेर्नुभएको छैन हेर्नु है यस्तो बिजोग तरिकाले पुगेको नि हामी च्याङ्रा है साथीहरू च्याङ्रा मासु पाक्दैछ कराईमा सित्तिबित्ती मासु होइन नि साथीहरू च्याङ्राको मासु हो च्याङ्राको उहाँ लेकबाट उहाँ हिजो गाउँ आज दसैँको दिनमा मौसमले पनि यति साथ दिएको छ नि है यस्तो राम्रो दिन भएको छ न पानी परेको छ न घाम लागेको छ कस्तो शीतल कस्तो राम्रो दिन भएको छ कि नत्र त यहाँ पोखरामा घाम लाग्यो भने यस्तो गर्मी हुन्छ कुरा गरेर साथ देखेन जो आजको दिन चाहिँ एकदमै बेस्ट भएको छ हाम्रो पोखरालाई चाहिँ खतरा भयो यो चाहिँ मेरो सेकेन्ड टाइम हो रोपेको पहिला योभन्दा अगाडि बिचमा चाहिँ रोपेन किनभने हाम्रो जुठो पर्थ्यो नि त मेरो चाहिँ यस्तो राम्रो भयो मेरो चाहिँ ह्याप्पी दसैँ भन्दा दसैँको दिनमा बुहारीले गिफ्ट पाए फुपूको तर्फबाट सेतो टिका हुन्छ अनि यो जमारा चाहिँ मैले रोपेको जमारा हो अनि यता छ हाम्रो सिम्पल 11:53मा अब कति 11:46 भयो अब नचल नि त्यस्तो त्यस्तोमा नगर न त्यहाँ त एउटै देखेछ त कुर्ता त के छा के आइदिनु म पनि भाइ यसरी टिका ठेकी पानी के हाम्रो बाबा फेरि कपडै नभए जस्तो त निकै छ अघि हामी बाबाले के खालको कुर्ने यति धेरै कपडा लाउनै खोज्दैन कपडै नभए जस्तै हिँड्छ यो सर्ट राम्रो छ त कपडा भने यति धेरै किन होला यत्रो बहिनीहरू लौरिनीहरूले यत्रो टी सर्ट ल्याइदिन्छ आफ्नो भाइले ल्याइदिन्छ कपडै नभए अनि
ल है 16-17 वर्षको देखियो क्या के यस्तो है टी सर्ट यति राम्रो राम्रो नलागिकन अनि जमानाको त हिरो पो हो त अहिले पो बुढो भयो त हिरै छ हो हिरै छ हजुर अहिले पनि चाहिँ हिरो धेरै ट्याप्पै नगर्नु घाँटीसम्म सर्ट ल बस्नु ल बस्नु मन रोगब्याहरू सबै हरान होस् आँटेको कुरा पूर्ण होस् तेरो छोरा बुहारीले राम्रो सिकालोस् तिमीहरू राम्रो ज्ञानी बेहोरा गरौ छोरा बुहारीलाई माया गरौ त्यही गुट्टा दिनु गुट्टा नगर शान्त होस् रोग ब्याग हरान होस् आँटेको कुरा पूर्ण होस् सिधा हुनु त निचा ढलाइदेला भाइ मान्छेहरू अब के अरे आमालाई फेरि अलिक मुखहरू बाँध्नु धेरै बच्चा जस्तै धेरै नखानु आज दसैँ विजय दशमीको टिका लगाएर नगर शान्त होस् रोग ब्याग हरान होस् आँटेको कुरा पूर्ण होस् नगर शान्त होस् रोग ब्याग हरान होस् आँटेको कुरा पूर्ण होस् बराबर गरेर बर्तीको झैँ बाँचो जुगको हाम्रो गाउँको देवन्सी भन्नेले के अरे बटुली जाँदाखेरि देउ गरेछ अरे एउटाले कलेज चाहिँ यही बेसी हाँसेछ अरे न मैले दशमीको टिका लगाएर भाग्यमानी हो राम्रो त्यसरी माया गर्ने पैसा कमाउने बुढा फेला पारोस् सुख सन्तोष गरी के अरे जिन्दगी बिताउन पाओस् तेरो आँटेको कुरा पूर्ण होस् राम्रो राम्रो बुढाबुढी मिलेर सबैको सामुन्ने एकदम हुने खाने होस् ठुलो घर बनाओ राम्रो सासू ससुरालाई पालो तिमीहरू पनि अर्काको सामुन्ने एकदम हुने खाने होस् लक्ष्मीले बास गरोस् जय दशमीको टिका लगाएर शान्त होस् सधैँ फस हुन्छ मेरो पढ्न तिमी सबैले मान्ने सुन्ने आमै कति राम्रो यस्तो छोरी त कति धेरै पढेको भनेर सबैले हार मान्न गर्ने होस् है सबैले बिगारे युजले मात्रै गरे खानु हुनु कस्तै राम्रो जुगर ओके सक्यो दसैँ दुर्गा भगवानले रक्षा गर्नु दुर्गा भगवानको टिका लगाएर मनले आँटेको सबै कुरा होस् छिटो नाति नातिनाको बाजे बजाइ हुन पाओस् तीनचोटि होइन लगाउनु पर्ने
दुर्गा भवानीको टिका लगाएर तेरो मनले आँटेको सबै कुरा होस्। अब ठुलो एकदम धनी कारसँग पैसा खेलाउनेसँग बिहा होस्। ल है डर आयो। आएको सालमा चाहिँ दुईजनालाई टिका लाउन पाओस् जोडीसँग। सुन है को जोडी खोज्न जान्न भन्छ। अस्ति भयो पुसैले कताको बरु लिएर आएको थियो। जान्न कुकुमा त जान्न पुसै तेरो मनले आँटेको सबै कुरा होस्, धेरै नहाँस है, खुट्टा दुखेको रोग ब्याज सबै सन्चो होस्। दुर्गा भवानीको चाहिँ टिका लगाएर धेरै बाँच, निरोगी अनि चाहिँ दबाई समयमा खा। त्यही हो। अझ कान्छी छोरीको बिहा होइन बाँकी नै हो। कान्छी छोरीको हालत थोरै यस्तो हो ए प्रभु भित्तै पल पारिदिन्छ। नौ दुर्गाको पूजा के अरे दुर्गा भवानीको टिका लगाएर सबै सुख शान्ति सुख सम्पत्ति भरिपूर्ण नगर शान्ति होस्। निरोगी भएर फर्स्ट टाइम होला है फुपू र पुसैको हातमा टिका लाग्नु है। मेरो दसैँको आशीर्वाद यही हुने भयो। हाम्रो दसैँ लु साथीहरू, हाम्रो दसैँको टिका चाहिँ भर्खरै सकियो। जमा छ हातमा, यहाँ सिरमा पनि देखेको। अब हामी चाहिँ आफूले बनाएको खानेकुरा अब आफूले खाने। यहाँ रोटी, यो रोटी चाहिँ आमा र फुपूले बनाएको, अनि यो चाहिँ कसले बनाएको, मैले बनाएको। पाङ्ग्रा र केराउ यो बुहारीले, ए फुपूले, अनि यो चाहिँ सानोले। कुन आइटम? यो हाम्रो खाजा। यो चाहिँ पाङ्ग्रा, अनि खै के हो पाङ्ग्रा तिम्रो भेजिटेरियन हो यो। ल हाम्रो आमालाई नि हेर्दै आमा खाना खाएर है। ल आमा हामी खायौँ है। ल साथीहरू, हरामी हो बेटा। अब त बन्द भइसक्यो। भयो पर्दैन पुछ तर मिठो क्या। दाई नमस्ते, आउनु।
मेरो छोरो फेरि ल बस ए कता लाइटर हो त्यो आमा लाइटर त्यो उस चाहिने होला फेरि युकेशको उठाउनु त यो नसक्ने मान्छेहरू अब भोलि अलिक बिमार हरियो भने त्यहाँनिर आउन जान खुट्ट पसरेर तमासै आशीर्वाद छ ल ह्याप्पी दसैँ मेरो भाइ ह्याप्पी दसैँ के रोहे क्या हो हामी चाहिँ टिका लगाएर खाना खाएर पनि अनि यता आथे भथीहरू आउनुभएको थियो दाइ भाउजूहरू दिदीहरू सबैजना आउनुभएको थियो अनि सबैजना टिका लगाएर पनि खाना त होइन खाजा खाएर जानुभयो अनि भित्र तास खेल्दैछ अनि हामी चाहिँ बुहारी म चाहिँ टिकटक बनाएर यताउति गरेर अहिले सबै सकेर यहाँ हिँड्दैछु के देखाउँ तास खेल्दै बस्दैछन् भाइ भित्र मलाई चाहिँ फेरि साथै खासै तास खेल्नुमा चाहिँ अलिक इन्ट्रेस्ट छैन कि अनि तास खेल्न पनि आउँदैन त्यो इन्ट्रेस्ट गरेको भए त तास खेल्न आउँथ्यो होला अनि तास खेल्नुमा त्यो इन्ट्रेस्टै नगरेर होला नि तास खेल्न नि झगडा चाहिँ मलाई त अन्त जुटबारी बाहेक अरू खेल्नै आउँदैन मलाई सबैजनाको दसैँ एकदमै रमाइलो भयो होला टिका लगाएर खाना खानु भयो होला सबैजना इष्टमित्र भेट्नु भयो रमाइलो गर्नुभयो होला होइन सबै दसैँमा त्यही त हो नि सबैजना है हाम्रो पनि एकदमै रमाइलो भइरहेको छ त्यो जुटपति हो खेइसकिस् त पनि टिकटक बनाउँदै म के मिलाउने हो दसैँमा किन होला तासै खेल्न भन्ने रे ल आथेको दौला चाहिँ क्या है खाएको आथेले
मैले 100 रुपियाँ गइसक्यो चाहिँ बनाउन चाहिँ भनौँ न चाहिँ अब भनौँ न चाहिँ हो क्या कति खाएको छ नि तपाईँले प्रभु अब मैले खान्छु अब ल ह्याप्पी दसैँ फुपू ह्याप्पी दसैँ दिदी दसैँमा किन होला तासै खेल्न पर्ने रे है ल है ल ए कमायो 100 रुपियाँमा 20 रुपियाँ मात्र बाँकी छ 100 रुपियाँमा 20 रुपियाँ बाँकी छ एउटा आफूले राख ल है ल ल है त म पनि तास खेल्न अलि व्यस्त भएँ अब एकछिन बसी आउँछु एकछिन पैसा लुटेर आउँछु म ल है पन्जा यहाँ जोको कतिवटा खाले हेर्नुहोस् साथीहरू यहाँ मैले नखाए त मेरो नाम पनि अन्त गुरु होइन कसो पालो कसको पालो हेर 500 कति आएको ए आमा छोटेमा चाहिँ त्यो होइन माथि थियो कि मैले यता एउटा मात्रै थियो एउटा झेरी गरे भाइ के त्यही एउटा मात्रै थियो कि तास दुईटा थियो कि त्यसै भाइ मलाई पुग्दैन भनेको पिर्छु भने छोटेमा थियो नि भाइ हार्यो साथीहरू हारे पैसा जति सबै यता बाबाले गुटमट अनि यता आथेले हामी चाहिँ हारुवा पार्टी कति हार्यो साल दिदी हार्नु भएन 350 मा यो 10 रुपियाँ हो है पक्ने 1 लट खायो 2 लट खाएपछि त उठिहाल्छ नि अहिले हाम्रो पुसे पनि थपिएको छ अनि हाम्रो यहाँ ठुलो बाबा पनि यहाँ थपियो अहिले तास खेल्ने ज्वारीहरूको यहाँ जम्का भेट हुँदै ओए पार्टी ओए कसरी सोरी तपाईँ हाम्रो अब हथले यहाँ जितिरहेछ यहाँ छोरीले तान्दिने दिने यता जितिरहेछ ल ओए तास बानी यसरी हो कि साथीहरू बिचमा बसेर हाम्रो ठुलो बाबा चाहिँ यहाँ पैसा गर्ने आउन पाएन भक्का भक जिते भाइ मेसिनबाट के चल्छ यस्तो हुन्छ जुवाडेको परफेक्ट छ बुहारी चाहिँ ल दुध फर्काइदे के हो छक्का यति भइसक्यो हेर्नु साथै 6 बजिसक्यो अहिलेसम्म स्टिल हामी खेल्दैछौँ तास खेलेपछि हामी खाना खाना पनि बिर्सिन्छ अहिले 6:30 भयो बल्ल खाना खाँदैछौँ है बिहान भात बल्ल चुङ्राको मासु चुङ्रा
दाल यहाँ फ्रिजमा राख्छु बनाउँछ भनेर मैले यहाँ त चिसो छ त्यो ग्लास छैन एउटा बल्ल यो पङ्खा लानु त छ नि त गर्मी भयो मैले दिइसकेँ उता मम्मीलाई ल खानु पुग्यो तपाईँ नि खानु न तपाईँ म नि खानु खानु आएको थिएँ आमाको लागि रोटी रेडी हुँदैछ हामी त काम गर्दै खेल्दै तास खेल्दै फेरि काम गर्दै खाँदै तास खेल्दै यता यहाँ पुपुई ल ल बाई बाई फुपू ल बाई बाई ल बाई बाई आमा म जान्छु ल ल ओके अब त खै त्यस्तै होला तपाईँहरू पनि अब कहिले कहिले वर्ष पछाडि नि दसैँ अलि कसो लागिन्छ ल बाई ल बाई बाई ल साथीहरू दसैँ पनि सक्यो तपाईँको दसैँ कस्तो भयो हाम्रो दसैँ चाहिँ बब्बाल दामी भयो मेरो मुखमा पस्नु आएको दिनु भयो होला क्यामेरा मैले त्यति साह्रो दिएन अनि साथै आज पोखराको मौसम चाहिँ यस्तो राम्रो भएको नि है पानी पर्छ यताउति भन्छ तर पानी चाहिँ पर्छ पोखरामा चाहिँ मौसम यस्तो दामी तपाईँहरूको ठाउँमा के कस्तो भयो हाम्रो चाहिँ ल हाम्रो रत्नचोक हो र ए सिमसिम परेछ ए पानी चाहिँ फेरि पोखराको पानीको र नानीको भर हुँदैन भन्छ पानीको थाहा छैन नानीको चाहिँ 100मा 200% भर हुन्छ हो कि ल भन्थ्यो त सबैको हुन्छ तर हाम्रो अन्तदिको भर नगर भन्ने हो क्या के हो कति भाइ बतारेर अनि टुटुलकै उठिसक्यो अब है हामी अब घरतिर लाग्छौँ यस्तो थाकेको नि साथीहरू हिजो गाउँ गएको होइन बिहानै उठेर गाउँ गएको राति 10 बजे सुतेको फेरि बिहान उठेर 6 बजीतिर उठेर खानासाना बनाएर फेरि रेडी हुन गएर ल चढे चढ्छु म केटी स्टाइल बसौँ बहुन्न केटा जस्तो ए आमा मेरो यहाँ नि फेरि च्याङ्ग्राको मासु कि मैले त्यहाँ खाएन नि त खान अनि बेलुका फेरि भोक लाग्छ नि यताबाट प्याक गरेर लगेको ल लाग्यो दसैँ पनि भ्याइयो यस्तो मजा आएको भाइ ल साथीहरू आजसक्यो ह्याप्पी दसैँ सबैजनालाई तपाईँहरू सबैजना इन्जोय गर्नुभयो होला दसैँ मनाउनु भयो होला राम्रोसँग यति भन्दै आजको भिडियो यहीँ इन गर्न चाहन्छु अर्को नयाँ भिडियोमा भेटौँ ल बाई